कुरो फेरि फेरि के हो जस्तो लाग्छ अरे पैसा पनि आएको छ ठिकै त्यो 8-10 अरब भने त धेरै भने त पहिला 1 अरब नआएको पैसामा 8-10 अरब भने त कहाँ आयो मार्केट चाहिँ फेरि कता हो जस्तो भयो फेरि अलिकति ड्यू खानुस् डरकी आगे जीत है हस् थ्याङ्क यू जय सियाराम दाइ सियाराम हजुर दाइ सुन्नु न यता सप्तकोशी हाम्रो के हुन्छ दाइ एकदम राम्रो हुन्छ हजुर सबैको राइट खाने हो झ्यापझ्यापै पैसा छाप्ने हो मतलब सप्तकोशीमा हाम्रो परिवारको सहभागिता पनि छ सेयर होल्डर लिस्ट निकाल्नुस् नि दिमाग खराब हुन्छ हुन्छ दाइ थ्याङ्क यू दाजु नमस्ते नमस्ते दाजु हजुर अनि यो बुलबुल फाइनेन्समा रहन्छु भन्नुभएको थियो के छ फाइनेन्सको अवस्था हजुर फाइनेन्सको बारेमा भन्नु नि मैले विभिन्न कारणहरूले छोड्नु पर्यो तपाईँहरूलाई थाहा नै छ घाटा खाएर पनि छोड्नु पर्यो तर अब रहने भनेको डेभलपमेन्ट ब्याङ्कमै हो यो बुलमा पछि हेरौँ है फाइनेन्सको बुल सक्यो कि हो त दाजु होइन फाइनेन्सको बुल किन सकिन्छ यार कोही आउला नि मभन्दा राम्रो मभन्दा बेटर मभन्दा बढी सक्षम होइन मार्केटलाई नयाँ हिरोको आवश्यकता छ मभन्दा राम्रो आउला त्यसले गर्ला नि केही होइन फाइनेन्समा दाजु इन्ट्री नभइकन त खै चल्ला जस्तो लाग्दैन मलाई त आउँछ नि यार साथी मै सबै कुरा होइन मैले त मेरो भाँडो हेर्ने हो मेरो ताकत हेर्ने हो होइन अब मेरो ताकतै पुग्दैन पहिला यता 4वटा यो चलाएका छौँ उताबाट त्यो 15वटा फाइनेन्स चलाउने ताकत त पुग्दैन नि साथी त म यतै रहन्छु है जय श्रीराम भाइ जय सियाराम हजुर जय सियाराम हजुर दाइ मेरो चाहिँ के भने भाइ अस्ति बिहिबार चाहिँ हामी छ नि दाइ यो 960मा दाइले कतिजना हुन्छ हेरौँ बसौँ भनेर भन्नुभयो होइन भाइ सबैजना बस्यौँ भने त्यत्रोजना 200 जना जुन त भएको थियो नि दाइ हामी अनि दाइ त्यतिजना बस्यौँ तर त्यो बेला नि माथि जाला भनेको लास्टमा आएर त एकदम नराम्रोसँग तल गएको देखियो होइन दाइ अनि यो सप्तकोशीमा त झन् एकदमै ड्रास्टिकली नै झऱ्यो दाइ त्यसले गर्दा एकदमै प्यानिक भयो क्या दाइ त्यो प्यानिक हुँदाखेरि झन् बेलुका दाइ लाइभ आइदिनु हुन्न क्या दाइ त्यो सबैभन्दा गाह्रो चाहिँ त्यो हो क्या दाइ दाइले आइदिनु भयो भने जस्तो भए पनि मन खाम्न सकिन्थ्यो दाइ होइन दाइ नआउनु भएपछि त मुटै फुट्ला जस्तो हुन्छ नि त दाइ होइन यो 2-3 दिन कसरी बितायो भने हामीलाई थाहा छ एनएफएसमा 50% लस खाएको दाइ होइन अब यसमा पनि यस्तो लस हुँदाखेरि त फेरि एकदमै गाह्रो भयो क्या दाइ यो झर्दाखेरि पनि दाइ एकचोटि आएर चाहिँ सान्त्वना दिनु पर्यो भन्ने चाहिँ मेरो भनाइ है दाइ यति मात्र मेरो म क्लियर गरिदिन्छु है सञ्जयजी हजुर म मार्केट भोलि छ भने आज आएको छु होइन वा मार्केट रहेको बेला आउँछु होइन अरू बेला त्यो त्यति आउन म रुचाउँदिनँ म तपाईँहरूलाई यस्तो एक्स्ट्रोभर्ट जस्तो लाग्छ होला तर कतै न कतै म इन्ट्रोभर्ट छु होइन कम्ती बोल्न चाहने कम्ती अहिले तपाईँहरूसँग म अब ठुस्स परेर यसरी भएर बस्यो भने त काम चल्दैन तर रियल लाइफमा म त्यति धेरै बोल्दिनँ कि रियल लाइफमा म अलिकति मतलब कम्ती बोल्ने होइन सो मेरो बुढीले के भन्छ भने दिनभरि त सबैसँग यति कुरा गरिसके हुन्छस् कि हामीसँग कुरा गर्नको लागि त्यो तसँग कुरै हुन्न सो यस्तै हो कुरा के बुझ्नु पर्यो भने म त्यति एक्स्ट्रोभर्ट पनि होइन र म के चाहन्छु भने यो हामी कुनै एउटा माध्यमबाट सँगै बसेका छौँ भने हामीलाई के गर्नु छ त्यो आइडिया हुनु पर्यो अब जहाँसम्म अस्ति 960 को कुरा हो तपाईँले यदि फ्लोर सिट हेर्नु भएको छ भने मैले 10,000 किता एक्स्ट्रा किनेकै छु होइन तर गर्दिन होइन अब केही साथीहरूलाई विश्वास चाहिँ कम्ती भएको छ जस्तो लाग्छ त्यसले गर्दा उनीहरू बाहिर निस्किरहेछन् निस्किने मान्छेलाई कसले रोक्न सक्छ र निस्किन दिउँ होइन केही फरक पर्दैन त्यसले केही फरक पर्दैन 2-4 दिनको त्यो साइडवेज हुन्छ त्यसपछि फेरि त्यही त हो होइन बोल्न आइकन कहाँ तपाईँको सकिन्छ र सबै कुरा र अर्को कुरा एसएपीडीबीएल को कुरा गर्नुभयो एसएपीडीबीएल मैले चाहिँ फालेको थिएँ मेरो हिसाब मिलाउनको लागि यता सिन्धु 2 दिनदेखि किनेको थिएँ त्यो हिसाब मिलाउन है त्यति अरू साथी सर मसँग आइसिएफसी र सिन्धु छ हैन
आइसिएफसी फालेर सिन्धु किन्दा हुन्छ कि के गर्दा होला मजाले हुन्छ साथी। दाइ अब एसपिडिएल छ नि दाइ, मिलाउनलाई हिसाब मिलाउनलाई भन्नुभयो होइन दाइ। अब यो चाहिँ अब हामीले त 1300 चान्जुनको व्याक छ होइन दाइ, अब यो हामीले एभ्रिथिङ गर्दा नै राम्रो हो त दाइ? सर एउटा कुरा भन्नुहोस् नि, मसँग बढी नभए पनि 10-12 लाख होला नि एसपिडिएल, अब त्यसमा 20-30 हजार किताब फालेर के फरक होइन? नोक्सान त एउटा कुरा छ कि जब तपाईँसँग ठुलो रेस्पोन्सिबिलिटी हुन्छ, जब तपाईँसँग ठुलो मिसन हुन्छ, त्यस बेला तपाईँले यस्तो सानो पेनहरू घाटामा खाएर बेच्ने जस्तो कामहरू गर्नुपर्छ। केही फरक पर्दैन। फर्किने समय पनि हुन्छ, फर्किने टाइम पनि हुन्छ र त्यस बेला चाहिँ यो दामहरूमा सेयर पाउँदैन है। हस्, थ्याङ्क यू दाइ, थ्याङ्क यू, धेरै रिलिफ भयो दाइ। दिपेन्द्र दाजु, यो अस्ति बिहिबार सिन्धु एकदम जान्छ भन्नुभएको थियो होइन? अनि अलि हामी एउटा ग्रुपमा बसेर उठायौँ पनि, ठिक छ। अनि फेरि एकैचोटि लास्टमा त तलै झरिदियो कि, अनि कि कस्तो हुन्छ अब जाला कि नजाला भन्ने भयो कि। कति ध्यान दिनुभएको छ, लास्टको आधी घन्टामा मात्र झर्दो रहेछ सिन्धु। अहिले हामीले कति ध्यान दिएको छौँ, लास्टको हाफ एन आवर नै हो झर्ने। र मैले फेरि भने होइन, जो साथीहरू बाहिर निस्किरहेछ निस्किन दिने हो होइन, हामीले हाम्रो एभरेजिङ मिलाउँदै जाने हो र समय आउँछ हजुरले त मजाले आउँछ, त्यति भन्न सक्यो। त्यसमा त्यस्तो कारणै देख्दिनँ कि अस्ति बिहिबार निकै अलि उठाइहाल्यो होइन, 60मा राख्यो, 60मा राख्दा उठ्यो होइन, अब लास्टमा त फेरि तलै झरिदियो कि, त्यही भएर नि। मेरो पनि किनबेचमा डिफ्रेन्स हेर्नु भयो भने 10,000 किताब बढी नै किनिएको छ होइन। गर्दै के भन्नुहोस् नि, के गर्न सकिन्न, गर्नु दिउँ न, के फरक पर्दैन हजुर, के फरक पर्दैन। हेलो नमस्कार। ल नमस्कार हजुर। यो सिन्धु 200-300 लस भइरहेछ, अब फेरि एभरेजिङ गर्दा हुन्छ कि के गर्नु छ? एकदम एभरेजिङकै कुरा भइरहेछ, त्यही कुरा भइरहेछ, एभरेजिङै गर्ने हो नि। महतजी थ्याङ्क यू, तपाईँलाई मैले ब्लक गरेँ है, थ्याङ्क यू। मलाई यस्ता मान्छेहरू धेरै मनपर्छ, नराम्रो लेखेपछि ठ्याक्कै ब्लक गर्न मिल्यो कि, थाहा पायौँ नि यस्तो। हामी क्या तपाईँहरू मजबुर भएर सुन्न आउनु भएको छ भने हामी त्यस्तो तपाईँमाथि आतङ्क गरिदिनौँ, तपाईँलाई त्यस्तो हामी सुन्न मजबुर गरिदिनौँ, हामी ब्लक गरिदिन्छौँ, हामी वातावरण सहज गरिदिन्छौँ हामीले, सहज गरिदिन्छौँ। तपाईँ अब अर्को आइडी नै बनाउनु पर्छ, जिन्दगीमा ब्लक गर्दिन, याद गर्नु होला है साथीहरू। ल अरू साथीहरू बोल्दै जानु है। दाइ नमस्ते। नमस्ते दाइ, यो इन्भेस्टमेन्टमा नि धेरै बढिसकेको छ अनि हाइड्रो पनि बढ्न खोजिरहेको छ, यो दुईवटा सेक्टरको बारेमा हजुरको धारणा के छ दाइ? त्यही बुझ्नुको लागि। राम्रो, सबै कुरा बढ्नु नै पर्छ नि, नबढिकन हुन्न नि। जसमा राम्रो खेलाडी छ वा कम्पनीहरूले किनिरहेछन् तिनीहरू बढिरहेछ, मात्र यो हेर्नु होला कि सप्लाईको चेपुवामा नपर्नु होला, त्यति चाहिँ ध्यान दिनु होला है। अरू केही छैन, अरू सबै राम्रो, सबै बढ्छन् बिस्तारै है। अरू साथीहरू बोल्नुहोस्, साथीहरू लाइभ सेयर गरिदिनु होला है एकचोटि। 700 जना छौँ, एकचोटि देव परिवार ठुलो बनाउँछौँ, राम्रो बनाउँछौँ, राम्रा मान्छेहरूलाई राखेर मात्र बनाउँछौँ है। हजुर दाइ नमस्कार। नमस्कार हजुर।